स्वागत छ आजको भिडियोमा सबैजनालाई। आशा छ हजुरहरूले मन पराइदिइराख्नु भएको छ मेरो ब्लगलाई। र आज पनि मैले चाहिँ घरदेखि भिडियो खिच्न सकिनँ, किनभने कामले गर्दा आज चाहिँ म बिहानै बाहिर निस्किसकेको थिएँ। र आज चाहिँ हाम्रो घुम्नु जाने प्लान थियो साथीहरूसँग। एक हप्ता अगाडि नै हाम्रो प्लान थियो र आज जाने दिन भनेर चाहिँ थाहा थिएन। ठ्याक्कै मेरो साथी र बहिनी पनि बजार निस्किरहेको रहेछ र हामी भेट्यौँ र आज जाने दिन भनेर उहाँहरूलाई पनि थाहा थिएन। र एक्कासी हामी चाहिँ जाने निर्णय भयो र हामी चाहिँ जाँदैछौँ। र एकैचोटि मैले चाहिँ सर्दो पुलबाट चाहिँ भिडियो खिच्दैछु, तपाईँहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनुहुन्छ भने। फाइनली यो सर्दो पुल छेउको बाटो पनि बनिसकेछ है अहिले चाहिँ। पहिला चाहिँ एकदमै धेरै धुलो धुवा थियो। एक्लै भ्लग बनाउँदै एक्लै गाडी चलाउँदै त हिँड्नुको लागि अब के गर्नु, टाउकोमा राख्ने गोप्रो सोप्रो छैन, त्यही भएर है यहाँको बाटो चाहिँ बडै बोपाल बनाउनु भएछ। पुगेको छौँ र यहाँ रहेको छ कर्णालीको दृश्य र यो कर्णालीको पुल बडै दामी लाग्छ मलाई चाहिँ। कर्णालीको पुल चाहिँ यहाँ खोला छ, यहाँ कर्णाली खोला पुल। अनि हामी चाहिँ जाँदैछौँ फोटो भिडियो खिच्दै है त। के कस्तो लाग्दैछ तपाईँलाई मेरो भिडियो ब्लगहरू प्रतिक्रिया दिनु होला। र अहिले चाहिँ हामी जाँदैछौँ। आज चाहिँ भिडियो पनि खिच्ने पनि म एक्लै, गाडी कुदाउने पनि म एक्लै, साथी पनि छैन, बिजो पो छ त हौ। हामी चाहिँ अहिले मेलामा आइपुग्यौँ। हटिया मेला होइन, हटियामा आइपुग्यौँ र यो रहेको छ हाम्रो बिहिबारे हटिया। यो चाहिँ कहाँ भन्दा चतराको। अनि बिहिबारे हटिया। आमामा यो दिदीहरू त धरानदेखि आउँदो रहेछ, उतो मर्चामाले दिदीहरू त नि तल ती। अनि यहाँ चाहिँ हामी यतातिर चाहिँ अहिले जाँड खानु आएको थियौँ, तर जाँड चाहिँ छैन रहेछ। यहाँ चाहिँ पकौडा बन्दैछ। अनि यता दुईजना छ अगाडि। 30 रुपियाँ अरे। त्यो अङ्कल जुत्ता बेच्नु छोडेर नि ल्याइसक्नु भएको छ। यो आलु कसरी हो? हेर्दा फेरि तन्किने खालको छ। जाँड पनि खाने। हामी चाहिँ खाजा खाँदैछौँ मैले यो मेलामा। मेला होइन, हटिया पो त। यसलाई चाहिँ हाम्रो जाँड खाने कार्यक्रम भइरहेको छ। तिमीलाई देखाएको होइन, मुनि देखाउ न। हाम्रो खाजा खाने कार्यक्रम पनि सकियो। अनि आन्टीको खाजा पनि मिठो लाग्यो। हामीले उहाँको खाजा पनि खायौँ। आलु चप, चाउमिनहरू मिठो, सबै कुरो मिठो। यहाँको जाँड झन् मिठो। मैले तर खाइनँ जाँड चाहिँ। जाँड खानेहरू चाहिँ यता हुनुहुन्छ। राम अनि चटपटी चाहिँ कहाँ खाने? अहिले चाहिँ हामी दोस्रोतर्फ लाग्दैछौँ।
सप्तकोशी र मलाई चाहिँ कोशी चाहिँ एकदमै बवाल लाग्छ। किन भन्दाखेरि चाहिँ कोशी चाहिँ एकदमै राम्रो ठाउँ छ क्या, एकदम के भन्छ शान्त ठाउँ छ बस्नको लागि, आफूलाई मनमा कुराहरू खेल्नको लागि पनि एकदम आनन्द र साथीहरूसँग आएर इन्जोय गर्न पनि आनन्दै खालको ठाउँ। अब त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको दृश्यहरू, त्यहाँको सिनहरू देख्नुभयो। यता त दुईजना अगाडि मेरो इष्टमित्रहरू छन्, साथीभाइहरू अगाडि हिँडिरहेछ, अगाडि हिँडिरहेछ, म पछाडि छु पछ्याउँदै। र मेरो साथीभाइहरू चाहिँ बजारमा फिल्लिली भएको छ, बजार फिलिली भएको छ यिनीहरू चाहिँ है त। आज बिहिबारे बेला पनि भयो, एकदम रमाइलो हुँदो रहेछ, साँच्चै नै एकदम रमाइलो हुँदो रहेछ। हामी चाहिँ अस्तिको हप्ता नै हामी चाहिँ आउने भनेर सल्लाह गरेको थियौँ। फाइनली हाम्रो सल्लाह पनि सक्सेस भइसकेको छ र सक्सेस भएर हामी चाहिँ आज मेला पनि आयौँ। लाइक मेला होइन, बिहिबारे हटिया आयौँ। हटियामा चाहिँ कस्तो राम्रो क्या सबै कुरोहरू, अब हुन्छ नि हेर्दाखेरि पनि कस्तो राम्रो, बजार पनि राम्रो, मान्छेहरू पनि एकदम आफ्नो व्यापारहरू गर्दै गर्नु भएको, कस्तो मजाले कि आनन्द लाग्ने, सबै कुरोहरू किनौँ लाग्ने, सबै कुरो काम लाग्ने खालको लोकल कुराहरू किनियो, एक दुई थोक किनियो। अनि मैले चाहिँ यहाँ उखु पनि किनिरहेको छु। उखु चाहिँ खानु पऱ्यो भनेर किनेको मैले चाहिँ, खानु मन लागेर। अब एक ठाउँमा कहाँ बसेर खान्छु है त।